सबैजनाले ताली बजाइदिनुहोस् है सबैजनालाई। भएको एउटा यो सांस्कृतिक घटना पनि हो र यसरी गरेर अब चाहिँ आफ्नो केही सान्दर्भिक बनाइ गयो पार्टी आउने दिनमा हामी कसरी अगाडि बढ्न सक्छौँ र यो किन आवश्यक पर्यो भन्ने कुराहरू सबै कुरा बारेमा चाहिँ हाम्रा प्रश्न पार्नेहरूको लागि चाहिँ हाम्रा पूर्व माननीय तथा माननीय सुजन विद्यार्थीज्यूलाई अगाडि आएर चाहिँ आफ्नो घटना बुझ्नको लागि एकता कार्यक्रमका अध्यक्ष महोदय, संस्कृति गौरवशाली अध्यक्ष तथा मञ्चमा आसीन सबै अतिथि उपस्थित आदरणीय आमाबुवा, दाजुभाइहरू, समाज पत्रकार साथीहरू, प्रविधिबाट संसारको कुना कुनाबाट हाम्रो एकता प्रति अति नै चासोका साथ हेरिराख्नुभएका संसारभरि रहनुभएका हामीलाई हेरिरहनुभएका आदरणीय दाजुभाइहरूप्रति हाम्रो पार्टीको तर्फबाट, अध्यक्ष हर्क साम्पाको तर्फबाट र मेरो तर्फबाट र सिङ्गो पार्टीको तर्फबाट हार्दिक प्यारो अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त नेपाली राजनीतिमा ठुलो बलिदान गरेर लोकतन्त्र स्थापना सँगसँगै राजनीतिक पार्टीहरू स्थापना गरेर अर्थात् अभिव्यक्तिको स्वतन्त्रता दिलाइदिने ती महान शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पित गर्छु। जेलखानामा बस्ने ती हाम्रा महान अग्रजहरूलाई, ती हाम्रा घाइते बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु र अघिल्लो हाम्रो पुस्ताहरूले राजनीतिक इतिहासमा गर्नुभएको योगदानप्रति पनि उच्च सम्मान र हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने गाली गर्दैमा देश बन्दैन भनेर अहिले हामी आज ऐतिहासिक घडीमा छौँ र हाम्रो एकताको यो ऐतिहासिक घडीमा तपाईँहरूलाई म भन्न चाहन्छु कि हाम्रो एकता किन, कसरी हामी एकता भयौँ, हामी बिचमा एकता हुनुपर्छ भनेर सम्पूर्ण जनताहरूले हामीलाई दबाब दिनुभयो। जनताको चाहना अनुसार आज यो एकताको यो समारोहमा हामी उपस्थित भएका छौँ। आँखामा सपना र मनमा बाचा अझै यसो भनौँ, काँधमा जिम्मेवारी, छातीमा इमान्दारिता बोकेर हामी यो ऐतिहासिक कार्यक्रममा उपस्थित भएका छौँ। जनताको चाहना हामीले पुरा गर्यौँ, जनताको आदेश हामीले मान्यौँ र हामीले ऐतिहासिक एकता पनि गर्यौँ र तपाईँहरूको हामीले आदेश मानिसकेपछि
तपाईको चाहनालाई हामीले पूरा गरिसकेपछि अब हाम्रो पार्टीको तर्फबाट अध्यक्ष हर्क साम्पाङ मेरो तर्फबाट गम्भीरताका साथ म भन्न चाहन्छु कि अब तपाईहरूले हामीलाई साथ दिनु र साथ दिनुहुनेछ। ढुङ्गा भर माटो भर यो गाह्रो लगाउने कथा मात्रै होइन, घर बनाउने कथा मात्रै होइन। ढुङ्गा र माटोको सम्बन्ध अहिले त इँटा र सिमेन्टले पनि बनाउँछ, रड पनि लाउँछ। तर प्रकृति र पृथ्वीको कुरा गर्ने हो भने हजार वर्षमा ढुङ्गाहरू खिँदै गएर माटो हुन्छ, माटोहरू दबिँदै र खिच्दै गएर ढुङ्गा हुन्छ। यो प्रकृतिको नियम हो। त्यस कारणले ढुङ्गा भर माटो भर ढुङ्गा 3 करोड नेपाली जनता अब यो नेपालको बाटोमा अब हामी हिँड्नै पर्छ। अब हामी त्यतिकै एकता भएका छैनौँ। हामी इतिहासको गम्भीर समीक्षा गरेका छौँ। इतिहासको त्रुटिहरूबाट हामीले शिक्षा लिएका छौँ। भनिन्छ मरेर जानेहरूबाट सिकिएन भने बाँचेको मान्छेको पनि अर्थ हुँदैन। त्यस कारणले घटेको घटनाबाट शिक्षा लिँदै हामीले हामी एकताको यो हिन्दू समाजको कुरा वर्तमानको जिम्मेवारी बोध हामीले गरेका छौँ। किनभने जनताको चाहना तिमीहरू एक हो भन्ने थियो। र अहिलेको सबै परिस्थितिको मूल्याङ्कन गर्दाखेरि साँच्चै हामी विचार मिल्नेहरू मन मिलेको एक ठाउँमा हुनुपर्छ भन्ने परिस्थितिको माग थियो। र हामीले भविष्यप्रतिको जिम्मेवारीता बोध गरेर त्यो जिम्मेदारीताका साथ हामीले यो कथा गरेका छौँ। त्यो प्रतिबद्धताका साथ हामीले र यो एकताले एउटा कोशी ढुङ्गाका साथ सकेको छ। बाँकी हामी हाम्रो व्यवहारले देखाउनेछौँ, हाम्रा प्रतिबद्धताहरू देखाउनेछौँ, हाम्रा कठोर र हामीले गरेको कर्मको परिणामले हामी देखाउनेछौँ। त्यस कारणले यहाँ मैले भन्नुपर्छ कि इतिहासको पुनर्लेखन गर्नु छ। हाम्रा अग्रज पुर्खाहरूले इतिहासप्रति गरेको त्रुटिलाई हामीले सच्याउनु छ। त्यो जिम्मेवारी बोधका साथ हामीले यो पार्टीलाई एकता गरेका छौँ। यो बिन्दुमा हामी भेट भएका छौँ। त्यस कारणले हामी त्यो त्रुटिहरूलाई सच्याउँछौँ। जताबाट तपाईँहरू नाप्नुहोस्, जताबाट तपाईँहरू विषयलाई बुझ्नुहोस्, इतिहासमा गल्ती भएको छ र त्यो गल्तीलाई हामी निसङ्कोच निश्चयले हामी सच्याउनेछौँ र त्यो ग्रहण गर्ने। आज हामी त्यो इतिहासको काठगडामा उभिएर हामी उपसौँ। अब बाटो अप्ठ्यारो छ, हामीलाई थाहा छ, लामो छ, थाहा छ। तर हाम्रो पार्टीको अगाडि स्पष्ट नेपाली जनताको गन्तव्य, नेपाली जनताको भाग्य र भविष्य छ। हामी यो दावाका साथ भन्छौँ। किनभने हामीले धेरै परिस्थिति देखेका छौँ। न्युटनले भने जस्तै, किनभने हामी पुर्खाको काँधमाथि चढेर क्षिति झेलिराखेका छौँ। यसको अर्थ हामी इतिहासको राम्रो समीक्षा गरेर त इतिहासको टाकुराबाट अर्को टाकुरामा हिँडिराखेका छौँ। इतिहासको गल्तीहरू हामीबाट दोहोरिएको छैनन्। र यही पार्टीको विचारबाट नेपाली जनतालाई यी सारा रोग खोक्सोबाट हामी मुक्त गर्नेछौँ। यो आजको आवश्यकता हो र यो हाम्रो प्रतिबद्धता हो। जनताका मुद्दाहरू धेरै छन्, जनताको मुद्दाहरू धेरै छन्। ती जनताको मुद्दाहरूलाई हामी सडकमा बेवारिसे हुन दिने छैनौँ। आज मुद्दाहरू बेवारिसे छ। मुद्दा उठाउने मुखहरू मूर्छित छन्। यहाँका उत्पीडित जनताका मुद्दाहरू, यहाँका गरिबीको मुद्दाहरू, यहाँका भ्रष्टाचारका मुद्दाहरू,
सूत्रबद्ध ढङ्गले उठाउनेछौँ र हामी साँच्चै नै यो देश सगरमाथाको र यो देशमा सगरमाथा छ। यही देशमा बुद्ध पनि जन्मेको हो। यो देशमा बुद्ध जन्म्यो, भारतमा ज्ञान प्राप्त गर्यो, चाइनामा ज्ञान छरियो। यो संस्कृतिको पनि हामीले यो हाम्रो सानो देशबाट विशाल सन्देश दिनुपर्ने छ। हामीले विचारको हिसाबले, हामीले व्यवहारको हिसाबले जताबाट हेर्दाखेरि पनि हामीलाई जवाफ दिनुको अर्को छुट छैन र त्यो एउटा यात्रामा हामी अब यो पनि हामी विनम्रताका साथ भन्छौँ। हाम्रो गीतको हाम्रो अध्यक्षले नै लेख्नु भएको रहेछ गीत। त्यो गीत मात्रै होइन, त्यो विचार हो। त्यसको एउटा मात्र अन्तरा तपाईँले सुन्नुभयो भने नम्रताका साथ भन्छौँ हामी। अहिलेको सत्ता सञ्चालक सत्ताधारीहरूलाई जनताले दिएको जनादेश वनादेश भनेर दिएको वनादेश भनेर दिएको जनादेश वाला सरकारले जनताको चाहना राष्ट्रिय आवश्यकता अनुसार तपाईँ काम गर्नुहोस्। खुरुखुरु तपाईँहरूलाई कुनै चोर दैलोबाट ढोकाबाट छ्याउबाट च्याउनु पर्ने छैन। दुईटै बहुमत पुग्नुको निम्ति मात्रै 2 सिट बाँकी छ। तपाईँहरू चोर दैलोहरू ढोकाहरू नच्याउनु। देशलाई तपाईँहरूले सिस्टममा लान्छु भनेर, विधिमा चलाउँछु भनेर, राजनीतिकरण भयो भनेर तपाईँहरूले प्रश्न उठाएर आउनु भएको छ। अब तपाईँहरूले जवाब दिने ठाउँमा तपाईँहरू हुनुहुन्छ। त्यस कारणले तपाईँहरूलाई सत्ताको मात नलाग्नु। हिजो सत्ताको मात लाग्नेहरू आज किनारकृत भएको छ इतिहासमा। त्यस कारणले त्यो इतिहासबाट तपाईँहरूले सिक्नुहोस्। तपाईँहरूले कुनै पनि जसकेबाट जियाउनु पर्दैन, जियाउनै पर्दैन तपाईँहरूले। र तपाईँहरूले राम्रो काम गर्नु भएन भने राम्रै गर्नुहोस्। राम्रो कामप्रति हाम्रो तपाईँहरूलाई जहिले पनि शुभेच्छा छ, सहयोग छ। तर यदि नराम्रो काम गर्नु भयो भने चाहिँ अब श्रम संस्कृति पार्टी आयो यो देश सम्हालिनुको निम्ति अब श्रम संस्कृति पार्टी तयार भएको छ। हामी कहाँ छाप्न तयार छौँ। हिमालदेखि तराईसम्मको जनताहरू आज माटोको सिमानालाई भत्काएर, राजनीतिक प्रशासन सिमानालाई भत्काएर विश्वभरि बसेका नेपालीहरू राम्रोसँगले तपाईँहरूले सुन्नुहोस्। हाम्रो मुटुको ढुकढुकी तपाईँहरूले राम्रो काम गर्नु सक्नुहुन्न भने अब हामी देश लिन्छौँ ढुक्कसँगले तपाईँहरू। अब तपाईँहरूले यो कुरालाई फेरि भनिदिएका अब तपाईँले बोली र व्यवहारको कुरा अगाडिको पार्टीहरू ठुल्ठुला नेताहरू के भयो, उनीहरूको बोली र व्यवहार मिलेन। तपाईँहरूको पनि सत्ताधारी भएपछि बोली र व्यवहार मिलिरहेको छैन। भोट माग्न जाँदाखेरि के भन्नुभएको, सुकुम्बासीको बस्तीलाई के भन्नुभएको थियो र के गर्नु हुँदैछ। नेपाली जनताको प्रश्न हो। 3 करोड नेपाली जनताको प्रश्न यही हो। तपाईँ के गर्नु हुँदैछ र तपाईँको वाचा पत्रमा के लेख्नु भएको थियो? बुझौँ कि तपाईँको वाचा पत्र खोस्टा हो। बुझौँ कि तपाईँको वाचा पत्र नेपाली जनताको आँखामा छारो हाल्ने हो। होइन भने तपाईँले जनतासँग गरेको करार पत्रमा, दायाँ बायाँ सही चापेर गरेको करार पत्रमा जे लेखिएको छ त्यो बाटो हिँड्नुहोस्। होइन भने तपाईँलाई पनि नाङ्लो ठट्टाएर मुसो दलेर जुत्ताको माला लगाएर सिमाना पटाउने दिन
राख्नु नपरोस् यो चेतावनी पनि यो एकता समारोहबाट पुरानोले के गरे जहिले पनि गरिबको कुरा गरे अहिले बोली र व्यवहारको कुरा गर्दैछु गरिबको कुरा गरे गरिबको कुरा गरे सर्वहाराको कुरा गरे किसानको कुरा गरे तर सोच सामन्तको राख्यो अनि जीवन चाहिँ पुँजीवादी बितायो पुँजीवादी अनि कुरा चाहिँ जहिले पनि समाजवादी गरिरह्यो मुद्दा उठाउने किसानको मुद्दा उठाउने सुकुम्बासीको मुद्दा उठाउने सर्वहाराको मजदुरको तर सोच्ने सामन्तीको जीवन बिताउने पुँजीवादको र कुरा गर्ने समाजवादको यही कुरा नमिलेर ती पार्टीहरूलाई हामीले पनि मसान घाटमा छोडेर हिँड्नु पर्यो जनताले एक हातमा स्वस्तिक छात्रहरूको पत्र लिएर न्यायाधीश बनेर मतदान केन्द्रमा जाँदाखेरि तपाईँलाई सीमान्तकृत बनाइदियो तपाईँहरू आज राख्नुपर्छ नेपाली राजनीतिमा त्यसकारण सत्ताधारीहरूले कान खोलेर सुन्नुहोस् सत्ताको माग लागेर हिँडिरहेको घोडा जस्तो सबैमाथि पुर्कुसी मार्दै हिँड्ने कोसिस नगर्नुहोस् जनता भन्दा माथि कोही पनि छैन माटोको देश हुँदैन जनता मान्छे समाज सहितको देश हुन्छ त्यो समाजमा संस्कृति हुन्छ मूल्य हुन्छ मान्यता हुन्छ सोच हुन्छ पुष्पात्मा आवश्यकता हुन्छ तर जनतालाई रुवाएर तपाईँ जे गरिराख्नु भएको छ यसमा हाम्रो आपत्ति छ खारेज योग्य छ तपाईँको कार्यक्रम र हामी सधैँ सडकबाट पनि संसदबाट पनि प्रतिवाद गर्नेछौँ प्रश्न गर्नेछौँ फेरि पनि म दोहोऱ्याउँछु कि अन्याय असमानता विभेद भ्रष्टाचार र राष्ट्रिय स्वाधीनता भ्रष्टाचार रहित देश राष्ट्रिय स्वाधीनता सहितको देश हामी निर्माण गर्न चाहन्छौँ हाम्रो पार्टी नेपालकै बाटो अघि पनि मैले भने नेपालकै माटो हिजो एकताको अन्तिम क्षणमा अध्यक्षले अलिकति बोल्नु भएको थियो विदेशी मात्रै भयो फोटोकपी मलाई पत्रकारहरू बाहिर घेरा हालेर सोध्नु भयो तपाईँहरूले अर्कोवाद मानेको हो अर्कोवादमा राष्ट्रघात छ र अर्कोवादमा भ्रष्टाचार पनि लुकेको छ अर्कोवादमा अरू त्यस्तै राष्ट्र र जनतामाथि गरेको अपराधहरू छन् छैन भने किन आपत्ति अब बात बनाउने कुरामा त हामी मिल्दैछौँ जुड्दैछौँ अझै हामी संसारलाई बुझाउँदै लानेछौँ यो पार्टीको भयो देशको संसारको बनाउने कुरामा त अब हामी प्लेनहरू लगाउनेछौँ हाम्रा कर्मबाट प्रमाणित गर्नेछौँ भयो भने भयो भएन भने हामीले कोसिस गरेका थियौँ भन्नु त पाइन्छ नि त रेडिमेड खाने बानी भएको छ चाउचाउ मही खानु बिर्सेर कोको लाने बानी भइएको छ अन्त हाम्रो जिब्रोले मान्दैन तर हामी हजारचोटि भनेर हजारचोटि आफूलाई परीक्षित गराएर ठुला ठुला मञ्च सभाहरूबाट बहस गरेर ठुला ठुला मिडिया हाउसबाट बहस गरेर
हजार यसका जस्ता आवेदन लेखेर प्रमाणित गर्ने हामी कोसिस त गर्न पाउँछौँ। के साह्रो हो? पहिलो प्रश्न त त्यही थियो। साह्रै गर्नुभयो त्यस कारणले तपाईँले यसको चिन्ता नगर्नु होला। हामी कोसिस गर्नेछौँ बाबा, कोसिस गर्नेछौँ। यहाँ दिल्लीको कुरा गरेर बेजिङको छाता ओढे कसैले टोकियो जाने भनेर लन्डन पुऱ्याए। हामी त त्यस्तो गर्दैनौँ नि अध्यक्ष होइन। खोलाबाट पानी ल्याउँछौँ भनेर चाहिँ ल्याउँछौँ नि। फुल लगाउँछौँ भनेपछि यहाँ तपाईँले सिद्धान्तलाई यो पसिना जाँच्दै लानु नहुने कुरा नगर्नु, तर गरेको कुरा गर्नु। अहिलेसम्मको त्यही भयो। यति लामो राजनीतिमा तैँले किन गरिरहेछ भनेर फेरि पत्रकारले मलाई उता सोध्छ। म त्यतिखेर कस्तो पनि पछाडि मुढाको सिटमा थिएँ। गल्ती बाटोमा जाँदैछ भन्दाखेरि मेरो कुरा सुन्थेन। 509 त्यो पिच्च थुप्रो गाडी आएको। आज त म को पाइलटको रूपमा पुगेँ नि त अगाडि। अध्यक्षले उडाको हेर्छु, भएन भने यसो पोला भन्छु, होइन यसो पोला भनिन्छ। अनि कलकत्तामा पुग्ने हो नि, मुढाको यात्रा थियो। के हो केही थिएन क्या, हामी एउटा त्यहाँको कारिन्दा थियौँ। केही छैन, यतातिर पनि नजाउँ, लामो हुन्छ। अब यहाँलाई भनौँ केही प्रकृति, संस्कृति र प्रवृत्ति, हामी हाम्रो पार्टी र स्मार्ट एउटा पार्टीले मात्रै स्मार्ट देश र स्मार्ट जनता बनाउनु। यो पार्टी भविष्यमा हामीले स्मार्ट बनाउनु पर्यो। प्रकृतिसँग तुलना गरेर हामी यो पार्टीको स्वस्थ बनाउँछौँ। स्वास्थ्य मान्छेको शरीरभित्र मुटु छ, अलिक कतितिर मिर्गौला छ, अलिक पल्लोपट्टि फोक्सो छ, उतापट्टि फलेको छ। आपसमा यिनीहरू हस्तक्षेप गर्दैन। हस्तक्षेपकारी हुन्छ उनीहरू, तर सहकारी सहअस्तित्व हुन्छ, सन्तुलन पनि हुन्छ र एउटा स्वस्थ मान्छे हुन्छ। आजभन्दा अगाडिको पार्टीहरूमा हस्तक्षेपकारी नीति भयो, कार्यकर्ताको कुरा सुनिएन। मेरै पार्टी मैले छोडेर यस्तो बेलामा अध्यक्षज्यूमा 2 मिनट बोल्छु न प्लिज भनेको मिडियाले थुप्रै कभर बनायो, तर 2 मिनट मैले बोल्नु नपाएपछि पार्टी छोड्ने सिलसिलामा त्यो घटना पर्छ। त्यस्तो स्थितिमा हामी थियौँ। हस्तक्षेपकारी पार्टीको सङ्गठन र संरचना र देशको पनि यो पुरानो अहिलेको सत्ताधारी पार्टीहरूले किन हस्तक्षेप गर्दैछ? प्राकृतिक छ। हिजो र दिन नहाटै 10 किलोबाट छिर्दैछ त भन्दै थियो, खोस्टा बोकेर आएर त न्यायालयमाथिको हस्तक्षेप गर्छ। एउटा महिला प्रधान न्यायाधीश बन्दै थियो पहिलो वरियताको, चौथो लिएर पुरानो भन्दा के फरक भयो? के फरक? यसको उत्तर चाहियो। अब सबैलाई प्रधानमन्त्रीप्रति मेरो सहानुभूति छ, सम्मान पनि छ। हामी संविधान सभासँगै काम पनि गरेका थियौँ। कुनै पार्टीबाट प्रतिनिधि भएर प्रतिनिधित्व गर्यो भन्दा पार्टीको त्याग लागु होला एमाले। तर केपी ओलीले संसद विघटन गर्दा त केपी ओलीको विपक्षमै फैसला गर्ने मान्छे हो त सपना प्रधान मल्ल। को कहाँ थियो भन्दा पनि उसले आफ्नो जीवनमा के गर्यो भन्ने कुरा महत्त्वपूर्ण कुरा आउँछ। त्यस कारणले खबरदार हस्तक्षेपकारी सरकार, तिमी आफैमा अलोकतान्त्रिक छौ, तिमी आफैमा तनासा छौ, तिमीलाई आज नाजीवादको घोडाले हिँडिरहेर कुदाइरहेको छ।
फाँसीबाट त चिहानको पुरिसको कहिले पनि ननिक्लिने गरी खरानी भएर उडिसक्यो। 21औं शताब्दीमा नाचिबादको भूत चढाएर भूत सवार गरेर तपाईँ आउनु खोज्नुभयो भने तपाईँको हालत पनि हाम्रो त माटो चिन्ह माटै हजार त्यो जनताले बनाउँछ, हामीले बनाउनु पर्दैन। अब अलिक लामो भयो, म छोटा आएर सक्छु। बोल्नु पर्यो। मैले त भने प्रकृति संस्कृति भनेको नाच्ने गाउने गुरुङ पनि लाउने मात्रै होइन, चिन्तन गर्ने कुरा पनि हो संस्कृति। मानव श्रमद्वारा निर्मित अद्वितीय संस्कृति त्यो सम्पदा पनि संस्कृति हो। कावा खोलाबाट के अरे कोका खोलाबाट धरानमा ल्याएको पानी त्यो अर्को संस्कृति। अघि मैले प्रकृतिको आवाज झेक्कारी संस्कृतिको यो मानव श्रमद्वारा निर्मित अद्वितीय दोस्रो संरचनाहरू अथवा हाम्रो यो कपडाहरू मानिसका नामले गर्नुहुन्छ नि, यो संस्कृति हो दोस्रो। र प्रवृत्ति त्यसलाई मिसाएर हामी यसरी यो देशमा पुँजीको विकास गर्दैछौँ। पुँजीको विकास नगरी देश समृद्ध हुँदैन। प्रकृति संस्कृति र प्रविधिको संयोजनबाट समृद्ध राष्ट्र बन्ने बाटोमा जाँदैछ। त्यही नै हो हर्कबादको प्रस्ताव। क्या हो यसको राजनीतिक अर्थशास्त्र कस्तो हुन्छ, यसको दर्शन शास्त्र कस्तो हुन्छ, यसको सौन्दर्य शास्त्र कस्तो हुन्छ, यसको विभिन्न कुराहरू यसको कस्तो हुन्छ, हामी भोलि व्याख्या गर्दै जाउँ, छलफल गर्दै जाउँला, विवादबाट हामी निकाल्दै जाउँला। प्र्याक्टिसका गरौँ यही कुरा। अनौठो मान्नु पर्दैन, सुनितिर दिनु बोकेछ। अब म यहाँलाई गम्भीरताका साथ फेरि पनि भन्छु, तपाईँहरूको आदेश मानेर हामीले एकता गऱ्यौँ, तपाईँहरूको आग्रहलाई मानेर हामीले एकता गऱ्यौँ। देशभरिका 3 करोड नेपालीहरूलाई म अपिल गर्न चाहन्छु, अब यो ठुल्ठुलो जार्गन प्रयोग नगर्नु, त पुरानो पार्टीको गयो धेरै मान्छेले बुझेन पनि। देशलाई माया गर्ने, देशलाई माया गर्ने, जनताप्रति निस्वार्थ गर्न लाग्ने सबै शक्तिहरू, समूहहरू, व्यक्तिहरू आउनुहोस्, श्रम संस्कृति पार्टीमा गुरुढोका सुन्नुहोस्। नेपालीले अब श्रम संस्कृति पार्टी 3 करोड नेपाली यो नारा हामीले किन नदिने? किनभने नयाँ भन्नेले पनि धेरै खरानी खसिसक्यो। खरानी कदलातको र हिजो पनि मिलेर त अबुल्ठै धसेछ। खरानीको त धसेर त धुइको खाने पनि त अबुल्ठो धसेर त के गर्नु? अबुल्ठो थाहा छ, अहिले त ग्यासको जमानामा अबुल्ठो पनि थाहा छैन, कति नानीहरूलाई थाहा पनि छैन। र अब हामी पूर्वलाई यसको केन्द्रबिन्दु बनाएर अघि जानेछौँ। स्वाभाविक रूपमा पूर्वले सबैले बुझ्थ्यो, जेको पनि केन्द्रबिन्दु हुन्छ। माओवादी जनौधको रोल्पा रुकुम थियो इपिसेन्टर। 72 सालको भूकम्पको गोर्खाको बारपटमा थियो इपिसेन्टर। अबको इपिसेन्टर पूर्वबाट, घाम पनि पूर्वबाट उदाउँछ। हामीले पश्चिमलाई अन्याय गर्दैन। त्यस कारणले यो पनि भनौँ किन म इतिहास छ साँच्ची। 2007 सालमा खोटाङ, भोजपुर, रामेछाप र दोलखाहरू कब्जा गर्दै मुक्ति सेनाले काङ्ग्रेसको नेतृत्वमा धुलीखेलसँग कन्ट्याक्ट नगरेको भए दिल्लीमा सम्झौता हुन्थेन।
सम्झौता पूर्वको शक्तिले हो। त्यसकारण यो देशमा हामी फेरि पूर्वबाट उदाएको शक्तिले गलत सन्धि सम्झौता गर्नै दिन्नौँ। धोका दिने राष्ट्रघात र जनघातको काम गर्नै दिन्नौँ। साँच्ची छ अहिले पनि हामी त्यो गर्छौँ। अन्तिम कुरा गरेर म बिदा हुन्छु। अध्यक्षले कुरा धेरै गर्नुहुन्छ भनिसक्नु। अब आज यसो सामाजिक सञ्जाल हेरेको त दिन पहिला पो गइसकेछ रुदन किरात। श्रीमान नै लाछी छ, सोर्दा पनि सुन चोरेको कबाडी चोर्नु जान्छ। अब त्यही श्रीमानसँग म बस्नु त। एउटा पनि विशेष र स्वास्थ्य विशेष कुरा हो, आम व्यक्तिको कुरा हो। सुन चोरेको लिएर सुनै लगाइदिन्छ, फलाम चोरेले के लगाइदिन्छ। श्रीमान र श्रीमतीले आकाशको तारा साँची राखेर पानीमा औला चोखेर नारायण गोपालले भने तिमीले बाँच्दिन भएर लगाएको गरेको सन्धिहरू तोड्छ। श्रीमान र श्रीमतीले बाबुआमालाई हामीले घाटमा छोडेर आउनुपर्छ जन्म दिने बाबुआमालाई। यो पार्टी हो। पछि आफ्नो चेतना पलाइसकेपछि समाजतन्त्र विरुद्ध लागेको पार्टी हो बाबा, पार्टी हो, त्यो धर्म होइन। धर्म होइन यो। जसले एउटै पार्टीमा मुद्दा बोक्नेर पनि बसिराख्नुपर्छ भन्छ त्यो चाहिँ धार्मिक हो, धार्मिक मान्छे हो। त्यसकारणले यो धर्म होइन, यो पार्टी हो। जुन पार्टीले विचार बोक्छ, जुन पार्टीलाई रूपान्तरण गर्न सकिन्छ र लक्ष्यमा पुग्न सक्छ त्यो पार्टीमा लाग्ने। पूर्ण छौँ तर हामी रूपान्तरित हुने दिशामा छौँ, उड्ने हामी उनको हुटुटीमा छौँ। परिवर्तन गर्नुपर्छ भन्ने सपना आँखामा जगाएर हिँडेका छौँ। त्यहाँ त सपना पनि मरिसक्यो। अनि पर्खिराख्नु। हेर्नुहोस् 200 वर्षको जीवन भएको भए 100 वर्ष म त्यसैले 45 नआइसके। पर्खेको अनि कहिलेसम्म हात खुट्टा लाग्छ र पर्खिरहनु त्यसैलाई हो। गर्व छ, गणतन्त्र लिएको हो हामी पछाडि सिटमा बसेर पनि, त्यसमा त गर्वै छ। तर गणतन्त्र परिवारतन्त्र बनाउनुको निम्ति लिएको होइन, यसमा आपत्ति छ। नपाएपछि त्यही प्रश्नको जवाब खोज्दैछु म। थोरै म पहिला हिँडिराखेको मान्छे हो। हिँडिए विवेकमा छोरा मान्छेहरू पहिला त्यो होइन, हुँदै होइन। तपाईँलाई भन्छु हुँदै होइन। यहाँ पार्टीहरू धार्मिक कर्ममा अनि पो फेर्दैन त मान्छेले। धर्म फेर्यो भने पाप हुन्छ भने। यहाँ पार्टीहरू नेताहरू के भयो? पार्टी चाहिँ धार्मिक कर्म भयो। नेता चाहिँ मठाधीश गर्नुभयो अथवा भगवान गर्नुभयो। नेता चाहिँ देवत्वकरण भयो। त्यसले गर्छ त। म किन आएँ? हर्कजीको छेउमा बसेर जहाज यताबाट यताबाट जाँदाखेरि ठिक हुन्छ कि भन्नुको लागि म सँगै सुरु गरेर नजिक बस्छ। त्यहाँ के हुन्थ्यो? त्रिशुलीमा झर्दा पनि आँखामा त चिन्ने पनि नभ्यो। दुर्घटना भयो बाबा भयो भन्दा पनि त्यही त भएको अस्ति। तर मलाई पनि त चुनावको धम्धमी ल्याएको, एक सिट जित्थ्यो होला, अहिले कुनामा बस्थ्यो होला, ताली बजाउँथ्यो होला। हर्कजीले नै गाली गर्थ्यो होला हाम्रो अध्यक्षले। नमिली बस्दा गरिहाल्छ। मैले पार्टीको थाम्नै पर्थ्यो।
साँच्चै भन्छु म मन्त्री पनि त भएको मान्छे हो के थोरै मेरो छाट्टा बोल्ने मलाई मन्त्री बनाएको हो देशको सेवा गरोस् भनेर मन्त्री बनाएको म मन्त्री भए नेताको ठुलो नेताको घरमा जाँदाखेरि बिचौलिया चाहिँ भित्र थियो मन्त्री चाहिँ बाहिर मन्त्रीले पस्नु पाएन दुःखका साथ गर्छु भनेर गएकोले गरेन अब हामी गर्नु बिचौलिया भित्र थियो भित्रको पनि सिटिङ रुम आएर भित्रको गोप्य कोठामा मन्त्री थियो व्यवहार से बाहिर सिटिङ रुममा पनि बाहिर पलिसीमा थियो कतिखेर पार्नु आउँछ महत्त्वपूर्ण पैसा बोला भन्दै रुक्यो बिचौलियाले जुगामा सार्दै जुगामा ताल लाएर निक्लिँदै यहाँ खाँदै र म त्यसरी क्रियात्मक पार्नु अलिअलि विरोध गर्नु खोज्यो मन्त्री नै चट 5 चोटि 7 चोटि 10 चोटि गच्छेदार चोटि आँखापति 21 चोटि पनि मन्त्री भयो उनीहरू मन्त्रीमा बसिरह्यो सुदन किराँतीहरू निस्किनु पर्यो अहिले सुदन किराँती बाहिर छ धन्यवाद छ तपाईँहरूलाई बाहिर छ तपाईँको बिचौलिया चाहिँ भित्र छ बिचौलिया चाहिँ भित्र छ हिजो पनि 3 अरब कति करोडको मुद्दा थपिएछ तपाईँ जीवनभरि त्यही बसिराख्नुहोस् यो पनि छोडिदिनु यसरी छोडियो क्या किन छोड्यो सुदन किराँतीले किन छोड्यो नभन्नु जिन्दगी 4 जुनी भएको भए छोड्थिन 1 जुनी नसोध्दै तिमीतिर लगेर किन पार्टी छोडिस् भनेर नसोध 4 जुनी भए 1 जुनी पर्खिन्थे 1 जुनी छ त्यस कारणले सकिन यो चाहिँ कति हो विज्ञानको नियम हो यो कुनै अस्थिरता होइन सत्यताको खोजीमा भएको मन हुटुटी हो पहिला मानव समाजहरू खोलाको किनारमा थियो तिनीहरू हिँड्न मान्थेन किन भन्दाखेरि हिँड्दाखेरि ढुङ्गा माटो खसा आदि पहिरोले चट्याङले मरिन्छ भनेर तर जसले ती कुराहरूलाई छलेर यहाँ आज तिनीहरू रकेट विज्ञानमा पुगे तिनीहरू आज त्यही बाटो हिँडेर नै आज यो एआई प्रवृत्तिमा आइपुगे त्यस कारणले हिँड्नु जरुरी छ तर सत्यको खोजीमा व्यवहारिक तरिकाले पटक अध्यक्षलाई मैले भनेको छु मेरो आदरणीय अध्यक्षलाई मन मिलेको छैन भने नहताइनु है 2 दिन ढिलो गरौँ है 1 महिना ढिलो गरौँ है तर मन चाहिँ मिल्नु पर्यो है हाइड्रोजनको अक्सिजनको एक भाग मिलेर विज्ञानको भाषामा रासायनिक प्रतिक्रियाद्वारा एकता भएको पानी जस्तै हाम्रो एकता हुनु पर्यो नहताइनु है मैले भनेको पनि छु उहाँले पनि गर्नुभएको छ त्यस कारणले सोची विचारेर आएको हो र अन्तिममा म जोड गरेर भन्न चाहन्छु कि हामीले अब नेपालमा यो देश जिम्मा लिन्छु भनेर यो कोसे ढुङ्गामा उभिएर गर्वका साथ भन्छु कि हामी विजयको गजुर हामी जानेर यो देशमा छाड्नेछौँ स्वाभिमानी नेपालीको गर्वमय देश हो जहाँ सगरमाथा र बुद्ध छ जहाँ धेरैभन्दा धेरै जात जातिको संस्कार संस्कृति छ एउटै भएर बसेको छ संसारमा पाइने संसारको हावापानी हिमाल पहाड तराई भएको यो देश छ कुनै पनि जातिले कुनै पनि जातिलाई कमन गरेर भाग्नु परेको कथा छैन बरु नेताहरूले कहिले धर्मको कुरा उचालेर कहिले जातको कुरा उचालेर मान्छेहरूलाई भड्काउनु खोज्छ हामीबाट त्यो हुने छैन मनुष्य छ मनुष्य भन्दा माथि त मनुष्यको मन छ यसो भन्दै नेपालकै बाटो जय माटो